नमस्ते साथीहरु, आज हामी C++ मा तीनवटा इम्पोर्टेन्ट सिन्ट्याक्स हेर्न जाँदैछौँ जो एक्जाम र प्रोग्रामिङ दुवैमा धेरै काम लाग्छ। सबैभन्दा पहिलो स्क्वायर बेस पिरामिड। यसमा बेस स्क्वायर हुन्छ, त्यसैले साइडलाई साइडसँग मल्टिप्लाई गरिन्छ, त्यसपछि हाइटसँग मल्टिप्लाई गरिन्छ र लास्टमा 3.0 ले डिभाइड गरिन्छ। यो नै स्क्वायर बेस पिरामिडको एक्ज्याक्ट सिन्ट्याक्स हो। अब सर्कुलर बेस पिरामिड, जसलाई कोन पनि भन्छ, यसमा बेस सर्कल हुन्छ, त्यसैले पाई र रेडियस युज गरिन्छ। रेडियसको स्क्वायर, हाइटसँग मल्टिप्लाई र लास्टमा 3 ले डिभाइड। यो सिन्ट्याक्सलाई डाइरेक्ट प्रोग्राममा युज गर्न सकिन्छ। अब लास्ट सिन्ट्याक्स। यदि सर्कलको एरिया दिएछ भने पहिलो एरियालाई पाईले डिभाइड गर्छौ, त्यसपछि स्क्वायर रुट निकाल्छौ र रेडियसलाई 2 ले मल्टिप्लाई गर्छौ। यसरी हामी डाइरेक्ट डायमिटर पाउन सक्छौ। यो तीनवटा सिन्ट्याक्स याद राख्नु, किनकि एक्जाम र रियल प्रोग्रामिङ दुवैमा काम लाग्छ। भिडियो मन पर्यो भने लाइक, शेयर र सब्स्क्राइब गरिदिनु होला। धन्यवाद।